हुन त नेपाली सेनाले प्रस्टीकरण दिएछ। अमेरिकन सेनाले सैन्य मञ्चमा परेड खेले, सैन्य मञ्चमा परेड खेले। त्यहाँ नेपाली सेनाले यो हाम्रो नियमित जस्तै हो, योमा केही मान्नु पर्दैन त उसले भन्यो। तर नेपाली जनतालाई शङ्का छ, हामीलाई पनि शङ्का छ कि यो बेलामा नेपालमा के छ चर्चा भने अमेरिकाले एउटा सैन्य सम्झौता गरेर आफ्नो सेना नेपालमा ल्याउन खोजिरहेको छ, एमसीसी मार्फत पनि एसपीपी मार्फत पनि भन्ने कुरा नेपाली जनतालाई शङ्का छ। अर्को कुरा, दलाइ लामालाई प्रयोग गरेर नेपालको भूमिलाई तिब्बतन विद्रोहीहरूको एउटा केन्द्र बनाउने र त्यहाँबाट चाइनालाई घेर्न खोजिरहेका छ भन्ने कुरा पनि नेपाली जनतालाई शङ्का छ। जेएनजी विद्रोहमा पनि एउटा टिओबी लेखेको एउटा शक्ति हैन, कालो चस्मा कालो ड्रेस लगाएर काठमाडौँमा मार्च पास गर्ने ती कोन एउटा पनि गिरफ्तार भएको छैन। त्यसको बारेमा राज्यलाई चासो पनि छैन, त्यो किन भयो? अर्कोतिर काठमाडौँमा दिनै हतियार देखाएर हिँड्ने मान्छेहरू कोन, तिनको पनि कुनै छैन। रोल्पाहरूमा जनयुद्धको बेलामा लाउने जस्तो ड्रेस, तपाईँ हामीले एउटा कम्बिडेन्ट ड्रेस लाउँथ्यौँ, लडाकुहरूले लाउने ड्रेस, त्यो लगाएका दर्जनौँ मान्छे काठमाडौँको सडकमा देखे नि त। ती मान्छे को, तिनले कस्तो हतियार प्रयोग गरेका थिए, त्यसको बारेमा अत्तो छैन। यसले के देखाउँछ भने अमेरिकाले नेपालमा आफ्ना दलालहरू मार्फत कठपुतली सरकार बनाउने र नेपालमा सैन्य अखाडा बनाउने, यहाँका देशभक्तहरूलाई सिद्धाउने। एउटा साँचो कुरा के हो भने देशको बारेमा अलिकति चिन्ता गर्ने शङ्का मान्छेले कहाँसम्म गर्छन् भने आरजुले बीआरआईमा अरू समस्या उनका होलान्, तर शेरबहादुर देउवाले एसपीपी गर्न नमानेको कारणले हेर्नुहोस् है। अनि तपाईँको चाहिँ चीनसँग आरजुले गएर केपी ओलीसँग बीआरआई गरेको कारणले पनि शेरबहादुरमाथि बढी हमला भएको हो भन्ने चर्चा पनि छ बुद्धिजीवीमा। भित्रभित्र यो छ, उनी शेरबहादुर अलिकति एसपीपी गर्नुपर्छ भन्दाखेरि शेरबहादुरले नमानेको कुरा साँचो। नेपाली जनताले अहिले एसपीपी गर्ने सैन्य सम्झौता के सैन्य सम्झौता गर्न अहिले चाहिँ मान्दैनन् जनताले भनेको कारणले पनि देउबामा धेरै हमला भयो भन्ने कुरा अहिले बाहिर चर्चामा आउँछ। एउटा कुरा अलिकति शङ्का पनि लाग्छ, किनकि देउबाभन्दा धेरै भ्रष्टाचारी मान्छेहरू पनि नेपालमा छन्। उनीहरूलाई केही नहुने र देउबालाई नै सम्पूर्ण पार्टीबाट पनि समाप्त पार्ने, बाहिरबाट पनि समाप्त पार्ने जुन खालका खेलहरू भए उहाँहरूको कुरा हो, त्यो काङ्ग्रेसको कुरा हो। तर जनतालाई आशंका के छ भने कतै देउबाले एसपीपी गर्न नमानेको कारणले यो हमला भएको त होइन भन्ने चाहिँ नेपालका बुद्धिजीवीहरूमा नागरिकहरूमा शङ्का छ। त्यही प्रकारले केपी ओलीलाई हान्दाखेरि पनि यहाँ एउटा चर्चा पनि छ अरे, ल विप्लवले त एमालेसँग मिलेर चाहिँ यस्तो गर्यो उस्तो गर्यो भन्ने, त्यो खासै नेपालीका साथीहरूले भन्नुहुन्छ भने छ। यो कुरा के हो भन्नुहुन्छ भने एमाले ठिक केपी ओली ठिक भनेर हामीले भाषण गरेको कुरा होइन, तर एमालेलाई जस्ता मुद्दामा हाल्यो नि त्यहाँनिर नेपाली जनतालाई छ र हामीलाई पनि छ। त्यो केपी ओली चाइना भ्रमणमा जानु, केपी ओलीलाई पुटिनलाई निमन्त्रणा गर्नु, केपी ओलीले त्यो चुच्चे नक्सा ल्याउनु र अहिले लिपुलेखको बारेमा सिजिपिङसँग बसेर लिपुलेखको बारेमा हामीलाई पनि तपाईँले छलफलमा ल्याउनुपर्छ, तपाईँहरूले मात्रै गरेको कुरा हामीलाई स्वीकार्य छैन भनेर त्यहाँ भन्ने कुरासम्म पनि कस्तो देखियो भने अलिकति उनले देशको बारेमा देखाएको थोरै देशभक्तिले पनि यो हमला भएको हो कि भन्ने नेपाली जनतालाई शङ्का छ नि त। हामीले विरोधको नाममा विरोध मात्रै गरेर त हुँदैन नि। त्यसकारण अहिले नेपालमा खतरा के छ भने देशभक्तहरूलाई बचाउनु पर्ने छ, देशलाई माया गर्नेहरू एक ठाउँमा उभिनु पर्ने कुरा निश्चितै छ। भाषणमा मात्र होइन, व्यवहारमा देखिनु पर्यो। व्यवहारमा चाहिँ लम्पसार परेर सिग्नेचर गर्ने, राष्ट्रघाती सम्झौताहरू गर्ने, बाहिर राष्ट्रवादी हो भनेर केही अर्थ छैन। साँच्चैको हुनु पर्यो नि। देशलाई अप्ठ्यारो पर्दाखेरि देशको हितको निम्ति बलिदान गर्न तयार हुने खालको नेता कार्यकर्ता चाहियो, पार्टी चाहियो नि। त्यस हिसाबले हामीले के भनेको भने देशभक्तहरूलाई जुटाउनु पर्ने नै छ होइन, त्यसपछि प्रगतिशील शक्तिहरूलाई जुटाउनु पर्ने र बुझाउनु पर्ने छ। त्यस अर्थमा हामीले के भनेका हौँ भने एमालेसँग अहिले मोर्चा कसेको हो भने हाम्रो त के थियो भने यो पटक नयाँ शक्तिलाई जिताउने हो भने कम्युनिस्टहरू मिलेर चुनावमा जाउन भन्ने पनि हाम्रो प्रस्ताव थियो। तर नमानेको प्रचण्डजीले हो, नमानेको केपी ओलीजीले हो, उहाँलाई अहङ्कार छ।